गुड मर्निङ। आज फेरि एउटा नयाँ भिडियो बनाउन गइरहेको छु। म मेरो अङ्कलहरूसँग जाँदैछु आज। उहाँहरू हुनुहुन्छ एउटा ग्रुपमा। हामी चाहिँ आज सक्रामेन्टो जाँदैछौँ। मौसम चाहिँ आज राम्रै छ। बिहानको अहिले तपाईँको 9:16 गएको छ। सो म चाहिँ पहिला उहाँहरू भएको लोकेसनमा जान्छु, त्यसपछि हामी सँगै ग्यादर भएर हामी यहाँदेखि जानेछौँ। सो नाउ वी आर 5। सो हामी सबै भइसक्यौँ यहाँनिर। सो हामी अब निस्किन्छौँ। हामीमा चाहिँ हामी 5जना जाने, 5जना चाहिँ अर्को गाडीमा गइसक्नु भयो अगाडि। एकछिन हामी खाना खाँदाखेरि भेट्ने नै छौँ सबैजना। के छ मामा? सन्चै हुनुहुन्छ? के छ दाजु? एकदम ठिक छ, रमाइलो लागिरहेको। ठिक छ हजुरलाई? अलराइट। हामीहरू चाहिँ अहिले चाहिँ तपाईँको 11:13 भएको छ। हामी चाहिँ बिचमा रेस्ट लिने गर्नलाई, वासरुम जानलाई गएको छु। म्याकडोनल्डमा गएर केही खानेकुराहरू लिएर जाने भयो। अहिले चाहिँ तपाईँको 11:22 गएको छ। हामी चाहिँ स्न्याक ब्रेक भनेर रेस्टिङ पनि गर्ने भयो। खाजा पनि खानलाई चाहिँ हामी बसेर हामी यहाँनिर छौँ। आइसक्यौँ। अब हामी लोकेसनमा चाहिँ पुग्यौँ। खेल्ने भन्दा अब हामी रेगुलर खेल्ने गाडीहरू चाहिँ त्यहाँनिर छ। फर्स्ट नेम एन्ड लास्ट नेम, फर्स्ट नेम अनि लास्ट नेम विष्णुया अनि फर्स्ट नेम अनि त्यही भएर त्यहाँ बस्नुमा छ, त्यहाँ बस्नुमा छ, त्यहाँ बस्नुमा छ। काम भइरहेको छ त्यहाँ हाम्रो। एकदम धेरै टाइम लाग्ने भएर। तर यहाँको यो टाउनिङ चाहिँ एकदम राम्रो हेर्नु त घरहरू। यो घर हामी चाहिँ अहिले चाहिँ तपाईँको दिउँसोको 4:45 भएको छ। हाम्रो स्न्याक के गर्ने अब अलिकति यो बजार टाइपको होइन क्या, यो अलिकति बजारभन्दा बाहिर रेसिडेन्स एरिया हो। रेस्टुरेन्टहरू अलिकति बाहिर रहेछ। ग्रोसरीमा गएर चाहिँ स्न्याकहरू ल्याएर खाँदैछौँ। त्यसो मामा के भन्नु चाहन्छु भाइ? के भन्न चाहन्न सबै अब हाम्रो मामाजी 1 महिनापछि नेपाल जाँदै हुनुहुन्छ। सो वी फिनिस आवर वर्क। आजको हाम्रो जुन कामको लागि त्यो चाहिँ हाम्रो भ्याइ हो। जानुपर्ने भन्ने कुरा भइरहेको छ। के भन्नु छ कसैलाई? एकदम रमाइलो लागिरहेछ हैन? हजुर, एकदम मजा इन्जोय भइरहेछ। हाम्रो काम पनि भ्याइ हो। मेनली हाम्रो ट्याक्स फाइलको काम थियो। बिहान 1 वर्षको कमाइको, हजुर, 1 वर्षको कमाइको हामीले आज सबै फाइनल गरेर अब हामी गाडी हाल्नु जो कुराहरू गर्नुपर्ने थियो त्यो कुरा चाहिँ हामीले कति दिरे भन्दै नि त फेरि। द्याट बिग वान त्यो चाहिँ सेल्फोर्स टावर हो। अनि यो चाहिँ सान फ्रान्सिस्को ओकल्यान्ड पुल भन्छ यसलाई चाहिँ। लुक एट द
हेर्नु त बिल्डिङ साइडको राइट साइडको त्यही त यस्तो छ केटा हेरौँ क्यामेरामा कस्तो आयो विकसित छ देश हामी चाहिँ अहिले घरमा एकछिन अरू कामहरू गरेर घरमा आएको छौँ त्यहाँदेखि राइड गरेर आयो मेल बक्समा केही मेल छ कि भनेर मेल चेक गर्नुपर्छ मेल आएको रहेछ